उत्सव ढकाल के हो यहाँको भनेर सोध्नु 116 बिघा जग्गा त नि एउटा रबर र चिया बगान मात्र लगाएको छु मैले बुझे तपाई धनी हैन मेरो कम्पनीमा 30 वटा ट्रिपर छ यहाँ देखेको छ 4-5 वटा एक्सकाभेटर छ 10 वटा ट्र्याक्टर छ मेरो कुरा सुन्नुस् न तपाई धनी हुनुहुन्छ पैसा छन् गाडी छन् नोकर चाकर छन् रेस्टुरेन्ट छन् सब माने तर मुभीको लागि अलग चीज हुन पर्छ के मुभी प्रेम दिवसको प्रोड्युसर हो तपाई अहिले युट्युबमा हेर्नु म जे भए पनि आजसम्म कति मुभी हिट भयो भन्नुस् त तिनी कुरा गर्नुस् कि हिट हुने कुरा गर्नुस् मुभी बनाएर हिट हुने त विदेशमा 73-74 देखि मेरो नगरपालिकाको सबै हिट सुन्नुस् मेरो कुरा हिट किन भएन मुभी भने तपाई पुरानै होइन क्या केही कुरा थाल्नुभन्दा अगाडि हेल्दी डिस्कसन भयो भने नि त्यसको निचोड राम्रो निक्लिन्छ मलाई म एउटा कुरामा अब्जेक्सन छ तपाईसँग तपाई कुल बोय भन्दा नम्बर 1 टिकटकर कसरी हुनुभयो न कुल बोयको जति तपाईको भिडियोमा भ्यूज छ न तपाईको लाइभमा मान्छे छ तपाई कसरी कुल बोय भन्दा ठुलो टिकटक स्टार हुनुभयो किन कुलबाईले कोनचा मार्शल आर्ट गरेको छ कुलबाईले डान्स गरेको छ के गरेको छ कुलबाईले भन्नुस् न कुलबाईको यो बाणी चल्छ एउटा ठिक छ मान्छे कसरी तपाई ठुलो यो यही घमण्डले पतन बनाउँछ कुल माललाई तपाई कुलबाई भन्दा कसरी माथि हुनुभयो उसको लाइभमा तपाईको भन्दा बेसी भ्यूज छ हैन भिडियोमा दुबारा फिल्मका कुरा नगर्नुला कुलबाईलाई ल्याउनुस् हिरो बनाउनुस् सकियो कुरा म कोनचा भिख मागेको छु र तपाईहरु कम से कम मलाई के मलाई मुभी बनाउनुस् भनेर भनेको छु मैले मलाई के म हिरो बन्न पर्छ मलाई मुभी बनाउनुस् हजुर भनेको छु र मैले ए उत्सव दाइ माइला दाइले के भन्दैछ नयाँ टेक्नोलोजी क्या नयाँ टेक्नोलोजी होस् कि तर नेपाली टिकटकमा माइला दाइ एक नम्बर होइन नि त यार भाइ पैसा खर्च गर्नु सकियो माइला किन चाहियो फेरि गमको खेती किन गर्नु एउटा कुरा उत्सव दाइ माइला दाइ चाहिँ बिचारा कुलबाईको नामै नलिमै उसको नामै उसको रेस्पेक्ट भनेको डिफरेन्ट तरिकामा छ बिचारा कुलबाई भनेको कुलबाई हो कुलबाईको सामु कोही पनि छैन माइला दाइसित किन कुरा गर्नुहुन्छ मुभीका फेरि होइन कि मुभी तपाईसँगै बनाउने 1.5 करोड होइन 2 करोडकै बनाउने तर म कुलबाई भन्दा माथि छु नभन्नु न टिकटकमा त्यो त भन्नै पर्छ अनि पो बल्ल मुभी चल्छ गर नभनेर हो ढाकेको अनि जबरजस्ती हो नभन्नु न त भनेर चल्छ किन कुलबाई भन्दा माथि तपाईले अब अहिले जो भन्नुहुन्छ कुलबाई माथि उन्माइला दाइका अनि यत्रो भुत्राले हेर्छन् चाहिँ नपरो चाहिँ न तपाईको पैसा जान्छ न मेरो पैसा जान्छ नि हेन्सीको पैसा जान्छ नि ऊ अघि जुवा खेल्नु तयार तर साँचोलाई नि साँचोलाई साँचो भन्दै चाहिँ मेरो धर्म हो नि के को साँचो साँचो भन्नु सक्नु पर्यो कुलबाई भनेको कुलबाई हो क्या उसको ठाउँमा कोही पनि आउन सक्दैन क्या दाइ अरे बाबा सलमान खान भन्दा पनि माथिको अमिताभ बच्चन छ अमिताभ बच्चनलाई पनि फलोअप गर्ने शाहरुख खान छ त्यसो नभन बुझ्यौ कसैको बापको चाहिँ सभा बाप हुन्छ शेरको सभा शेर हुन्छ दुनियाँमा संसारमा कोही एक मात्र हुँदैन कुलबाईका पनि बाप जन्मन्छन् माइला दाइका पनि बाप जन्मन्छन् सबै जन्मन्छन् यहाँ सब सम्भव छ यहाँ तपाईँ नि माललाई अलिकति यस्तो कुरामा अलिकति तपाईँले पनि अलिकति तपाईँलाई मैले डान्स कम्पिटिसनमा जाँदाखेरि तपाईँको चाहिँ कम्पिटिसनमा गएर नाच्ने खालको तपाईँको डान्स होइन तपाईँको डान्स भनेको सरस्वती पूजा यसो लक्ष्मी पूजा दुर्गा पूजातिर यसो गाउँघरमा नाच्ने खालको मात्रै मुभीका कुरा नगर्नु मलाई तपाईँहरूको चाहिँ